प्रेम पनि साँच्चै अचम्मको हुन्छ। यो त त्यस्तो भावना हो जसले मनलाई खुसी पनि दिन्छ र भित्रभित्र खुली पनि रहन्छ। यो प्रेम खुलेर व्यक्त गर्न सकिन्न, न त आफ्नो भनेर समाजलाई चिनाउन नै सकिन्छ। हरेक भेटमा एउटा यस्तो डर हुन्छ, कसैले देख्ला र के भन्ला भन्ने। हरेक कुराकानीमा सावधानी उस्तै हुन्छ, अनि हरेक बिछोड पीडाको एउटा नयाँ अध्याय लेखिन्छ। कहिलेकाहीँ जीवनले यस्तो मोडहरू ल्याइदिन्छ जहाँ मन कसैसँग जोडिन्छ, तर परिस्थितिले साथ दिँदैन। एकअर्कालाई मन पराएर पनि हात समातेर हिँड्न सकिँदैन। मनले आफ्नो ठान्छ, तर समाजले स्वीकार गर्दैन। चाहेर पनि उसको नाम आफ्नो भविष्यसँग जोड्न सकिँदैन। आफ्नो हो भनेर भन्ने अधिकार पनि हुँदैन, केवल भावना हुन्छ। उसलाई सम्झिन सकिन्छ, तर खोज्न पाइँदैन। उसको खुसीमा रमाउन सकिन्छ, तर आफ्नो हो भनेर दाबी गर्न पाइँदैन। कहिलेकाहीँ तिमी कस्तो छौ भनेर सोधेको एउटा सानो कुराले नै दिनभरि खुसी बनाइदिन्छ। अनि केही दिन सम्पर्क नहुँदा मन बेचैनी भएर रातभर निद्रै पर्दैन। प्रेममा भेटभन्दा धेरै प्रतीक्षा हुन्छ, साथभन्दा धेरै सम्झना हुन्छ, अनि खुसीभन्दा धेरै त्याग हुन्छ। किनकि दुवैलाई थाहा हुन्छ यो सम्बन्ध जति गहिरो भए पनि कुनै निश्चित गन्तव्य छैन। सबैभन्दा पीडादायी कुरा त के छ भने मनले उसलाई आफ्नो अन्तिम प्रेम मानेको हुन्छ, तर भाग्यलाई उसलाई आफ्नो बनाउन दिएकै हुँदैन। त्यसैले उसलाई गुमाउन पनि सकिँदैन र पूर्ण रूपमा पाउन पनि सकिँदैन। यही दोसाँधमा दिन बित्छ, वर्ष बित्छ, तर मनको नाम, उसको नाम कहिले मेटिँदैन। प्रेम एउटा अधुरो गीत जस्तै हो, जसको शब्दहरू सुन्दर हुन्छ, तर अन्तिम हरफ कहिले लेखिँदैन। यो एउटा यस्तो कथा हो जसमा भावनाहरू धेरै हुन्छ, तर अधिकार हुँदैन। माया धेरै हुन्छ, तर यो मायाको भविष्य हुँदैन। सायद त्यसैले भनिन्छ प्रेम बडो खतरनाक हुन्छ, किनकि यसमा मन त पुरा डुबिसकेको हुन्छ, तर किनारासम्म पुग्ने कुनै अधिकार हुँदैन।